आज चाहिँ हाम्रो सायुआङ छोरा एकदमै खुसी छ किनभने सायुआङको काका र छ्यामा आउँदै हुनुहुन्छ। त्यही भएर हामीले चाहिँ लोकल कुखुरा अनि ढिँडो बनाउने प्लान गरेको। अनि हामी चाहिँ जहिले पनि यो कुखुरा काट्दाखेरि हड्डीवाला कुखुरा काट्दाखेरि यो हड्डी काट्ने कैँची अर्कै पाउँछ, एक्स्ट्रा पाउँछ, यो युज गर्छौँ कि किनभने फेरि नेक्स्ट रुममा त्यो मासु काट्दाखेरि आवाज आउँछ नि, त्यो डङ गरेको आवाज आउँछ अनि कम्प्लेन गर्नुहुन्छ कि डिस्टर्ब हुन्छ। त्यही भएर हामी चाहिँ जहिले पनि मासु काट्दाखेरि यो हड्डी काट्ने कैँची युज गर्छौँ। अनि हेर्दा हेर्दै मासु पनि पाकिसक्यो। अनि हामीले चाहिँ लास्टमा चाहिँ कुकरमा सिटी लगाइदिएको कि चाम्रो हुन्छ नि त। अनि यो साग चाहिँ हाम्रो बारीको, आफ्नै बारीको अर्ग्यानिक साग हो। मलाई क्या तरकारीहरू अनि यस्तो फुलहरू रोप्न एकदमै मनपर्छ कि, तर जापानमा चाहिँ यस्तो रोप्ने स्पेसै हुँदैन नि त। पहिले चाहिँ मैले गमलामा भए पनि रोप्थेँ, तर यहाँ चाहिँ अलिकति भए पनि स्पेस छ कि, त्यही भएर म चाहिँ त्यहाँनिर तरकारीहरू, सागहरू, धनियाँहरू अलिअलि केहीहरू रोपेको छु। अनि यो चाहिँ रहेको छ अचार। मैले चाहिँ यो छोप हालेको अचार बनाएको, तर काँक्रा ल्याउनु बिर्सेछु कि, त्यही भएर मैले चाहिँ बन्दाकोपीको बनाएको। बन्दाकोपीको पनि मिठो हुन्छ, तपाईँहरू एकचोटि ट्राई गर्नुहोला। हाम्रो सायुहाङको काका र छ्यामा पनि आइपुग्नु भयो। अनि राति 9 बजी आउनुभएको थियो। सायुहाङ चाहिँ निदाइसकेको थियो कि, तर उसको काका र छ्यामाको आवाज सुनेर ऊ त उठेको कि, उठेर खेल्दैछ। अनि यता मेरो हस्बेन्डले चाहिँ ढिँडो बनाउन थाल्नुभयो। अनि ढिँडो चाहिँ तातो तातो बनाएर खाँदाखेरि मिठो हुन्छ अरे, त्यही भएर पाहुनाहरू आइसक्नु भयो, त्यसपछि ढिँडो बनाउन सुरु गर्नुभएको। यो ढिँडो चाहिँ खान चाहिँ कस्तो मिठो है, तर बनाउन चाहिँ अलिक गाह्रो हुने रहेछ कि, पुरा पेल्नु पर्ने रहेछ। मेरो हस्बेन्डले चाहिँ पुरा दाबिलो देखाउँदै हुनुहुन्छ। अनि मैले चाहिँ खाना धेरै आइटम बनाइनँ कि, त्यही मासु, अचार अनि साग मात्रै बनाएको। नेक्स्ट टाइम चाहिँ अलिक धेरै बनाउँछु। अनि हाम्रो बाबुले चाहिँ, मेरो देवर बाबुले चाहिँ खाना मिठो भयो दाइ भाउजू भनेर भन्दै हुनुहुन्छ। नमिठो भए पनि मिठो भनिदिनु भयो बाबुले, थ्याङ्क यू सो मच। अनि मेरो प्यारी मायालाई चाहिँ ढिँडो कस्तो मनपर्छ कि, मेरो हस्बेन्ड र उसलाई चाहिँ एकदमै ढिँडो मनपर्छ। त्यही भएर स्पेसल दुईजनाको लागि चाहिँ ढिँडो, अनि हामीले चाहिँ खाना भात खाएको। हामी चाहिँ भेटेर अनि सँगै डिनर गर्ने भनेर प्लान अगाडिदेखि नै बनाइरहेको, तर सबैजनाको एकैचोटि छुट्टी मिल्दैन नि त यहाँनिर। फेरि उहाँ देवर बाबु र मेरो माया चाहिँ हस्बेन्ड वाइफ, अनि उहाँहरू चाहिँ दुईजनै यहाँको जापानको पर्मानेन्ट वर्किङ हो कि उहाँहरूको चाहिँ। अनि छुट्टी मिलाउन तिनजनाको चाहिँ अब छुट्टी मिल्नु पऱ्यो, म त घरमै हुन्छु। अनि बिचरा हाम्रो बाबु चाहिँ कामबाट आउनुभएको के, काम सकिओरी अनि यता हाम्रोमा डिनर गर्न आउनुभएको। अनि हाम्रो सायुहाङलाई पनि फर्स्ट टाइम ढिँडो खुवाइदिनु भएको कि, उसले त मन परायो क्या, 2-3चोटि मजाले खायो। कस्तो रमाइलो भइरहेको थियो। तर हाम्रो माया र बाबुको चाहिँ घर जाने टाइम भइसकेको थियो कि, 11:30 बजिसकेको थियो रातिको। उहाँहरू दुईजनाको यति धेरै बिजी स्याडुल छ, तर पनि हाम्रो इन्भिटेसनलाई स्वीकारेर आइदिनु भयो। थ्याङ्क यू सो मच।